जय मसीह। म आज पुनः फेरि तपाईँहरूको बिचमा चाहिँ म फेरि पनि वचन लिएर आएको छु र आजको यस वचन छ यूहन्ना 14:27। म आज तपाईँहरूलाई यस वचनको चाहिँ अर्थ के रहेछ भनेर म तपाईँहरूलाई चाहिँ गहिराइसम्म नै लानेछु। कृपया ध्यान दिएर सुनिदिनु होला। यूहन्ना 14:27। म तिमीहरूलाई शान्ति छोडेर जान्छु, मेरो शान्ति तिमीहरूलाई दिन्छु। संसारले दिए चाहिँ म तिमीहरूलाई दिँदिन। तिमीहरूको हृदय व्याकुल नहोस्, न डराओस्। यस वचनको अर्थ धेरै गहिरो छ है। यस वचनको अर्थ चाहिँ धेरै गहिरो छ। आज संसारमा मानिसहरू बाहिरबाट हाँसेको देखिन्छन्, तर भित्रबाट धेरै थाकेका हुन्छन्। कसैको मन चोटले भरिएको हुन्छ, कसैलाई भविष्यको डर हुन्छ, कसैलाई आफ्नै जीवनको बोझले थिचेको हुन्छ। पैसा भएर पनि शान्ति हुँदैन, मानिसहरू साथमा भएर पनि मन खाली हुन्छ। त्यही समयमा येशू ख्रीष्टले भन्नुहुन्छ, म तिमीहरूलाई मेरो शान्ति दिन्छु। यो संसारले दिने केही समयको खुसी होइन। संसारको खुसी परिस्थिति बदलिँदा हराउँछ, तर येशूले दिने शान्ति आदि बीच पनि टिकिरहन्छ। जब मन रोइरहेको हुन्छ तर कसैलाई भन्न सकिँदैन, जब रातभरि सोच्दा सोच्दै आँखा रसाउँछ, जब सबैले बुझेनन् जस्तो लाग्छ, त्यही बेला येशूको शान्तिले मनलाई बिस्तारै छोइरहेको हुन्छ। उहाँको शान्तिले यस्तो भन्छ, तिमी एक्लो छैनौ, नडराऊ, म तिम्रो साथमा छु। उहाँको शान्तिले कस्तो भन्छ त, तिमी एक्लो छैनौ, नडराऊ, म तिम्रो साथमा छु। कहिलेकाहीँ जीवनमा सबै कुरा बिग्रिए जस्तो लाग्छ, तर येशूको उपस्थितिले भित्र एउटा अनौठो शान्ति ल्याउँछ, जसलाई शब्दले पुरा बुझाउन सकिँदैन। आँसु झर्दै गर्दा पनि मनभित्र आशा बाँकी रहन्छ। यो वचनले हामीलाई यो तरिकाले सम्झाउँछ कि साँचो शान्ति पैसा, मानिस वा संसारबाट आउँदैन है। साँचो शान्ति केवल येशू ख्रीष्टबाट मात्रै आउँछ। त्यसैले उहाँ भन्नुहुन्छ, तिमीहरूको हृदय व्याकुल नहोस्, नडराओ, किनकि जहाँ येशू हुनुहुन्छ त्यहाँ डरभन्दा ठुलो शान्ति हुन्छ। आमेन।